मायाले मार्यो है मेरो यो मायालाई। हेलो हाई नमस्ते एन्ड वेलकम टु माई च्यानल। धेरै लामो समयपछि अलिक ग्यापपछि पडकास्ट गर्न चाहिँ कोसिस गरिरहेको छु। जहिले पनि हेर्नु न, के भन्दाखेरि प्रायः साथीहरू सबै विदेश गइसकेको छ। यहाँ बस्ने साथीहरूको भ्याउँदैन भने विदेशतिर गएर चाहिँ अब पडकास्ट गर्नुपर्ने अवस्था आइरहेको छ। सुपरम्यान, स्पाइडरम्यान, ब्याटम्यान, हिटम्यान, के म्यान अनि अर्को कुल म्यान पनि छ। त्यसको साथसाथै मेरो प्रिय मित्र कमल म्यानलाई वेलकम टु माई च्यानल कमल ब्रो। थ्याङ्क यू जेम्स ब्रो। आखिर जुरिहाल्यो है एकदम। पडकास्ट के भन्दै थियो? पडकास्ट आजकल पडकास्ट के भन्दै थियो नि? न अघि हामी स्टार्टभन्दा अगाडि कुरा मैले चाहिँ के भन्नु खोज्दैन, जेनरली पडकास्ट चाहिँ त्यति आइडिया नभएकोले चाहिँ मैले चाहिँ सोधेँ कि खास चाहिँ जेनरली कति मतलब हुन्छ नि टाइम पिरियड चाहिँ। तर मैले चाहिँ पडकास्ट भएर त होइन नि, त्यो पडकास्टहरू हेर्दा फर्स्ट मेरो आँखा चाहिँ केमा जाँदो रहेछ अब गेस्टको त अभियसली होइन, त्यसपछि त्यसपछि टाइममा जाँदो रहेछ। धेरै लेन्दी वान चाहिँ हुन्छ नि त्यति मतलब नहुँदो रहेछ कि। पडकास्ट भनेको प्रायः मान्छेले के भन्दाखेरि फुर्सदमा सुन्ने खालको चाहिँ त्यो अडियो मात्र हो कि वास्तवमा भने यो जान्ने बेला हामीले भिडियोमा अलिकति हामी अलिक बढी चाहिने भन्दा बढी ह्यान्डसम हुनु खोज्छौँ होइन, स्टाइल दिनु खोज्छौँ। त्यो कारणले अलिकति भिजुअल पनि हामी चाहिँ अब आजकल अब मन पनि पराउँछन्। त्यो कारणले पनि हो। नत्र चाहिँ मान्छेहरू ड्राइभमा अथवा आनन्दसँग फ्री टाइममा सुत्न अगाडि इयरफोन लगाएर सुन्ने चाहिँ गर्छन् रे भन्ने सुनेको मैले। फेरि आजकल यस्तो छ पडकास्टमा आजकल जे पायो त्यही भन्नु पनि बोल्नु पनि हुँदैन। पहिला हामी साथीभाइहरूको खुब कुरा काट्ने होइन, अब अहिलेसम्म गरेकोहरू उसको पनि कुरा काट्ने, जे पाए त्यही बोल्ने भन्ने गर्थ्यौँ होइन। अस्तिको एउटा इन्सिडेन्टले गर्दाखेरि आज कसैको पनि कुरा नकाट्नु ल दाइ होइन। तर त्योभन्दा अगाडि पनि मेरो विचारमा त कसैको बारे कुरा गर्नु नगरेकै राम्रो जस्तो लाग्छ होइन र। अब के गर्ने, अब हाम्रो साथीभाइहरू यस्तै छन् है। अब उभद्रो साथीहरू धेरै छन् होइन, उनीहरूको कुरा काट्नु कम त मजा आउँछ यार। साथीभाइहरू नरिसा पनि साथीभाइहरूको फ्यानहरूले चाहिँ अब मुद्दा लगाइदियो भने अहिले जेल जानुपर्ने हुन्छ। अहिले मुद्दा सही कुरा। कमलमान थ्याङ्क यू सो मच टाइम दिएकोमा। अनि केमा व्यस्त छौ आजकल? म केमा व्यस्त छु भने खै म भनेर मैले आफूलाई पनि थाहा नभएछ केमा व्यस्त केमा अब चाहिँ पक्का पनि अब चाहिँ म्युजिकमा चाहिँ आइन्छ। अब किन म्युजिकमा ग्याप थियो र? ग्याप त होइन, मैले वर्षकमा एउटा जस्तो रिलिज गरेर हो। के चाहे त त्यति बेला पुगिहाल्यो नि मान्छेले, त्यो पनि गर्नु। तर यस्तो हुँदो रहेछ, त्यो रिलिज मात्रै गरेर नहुँदो रहेछ अनि त्यो जुन हाम्रो सबैतिर पुऱ्याउनलाई छ नि, सबैको मोबाइलमा पुऱ्याउनलाई भइसकेको छ। धेरै नै गाह्रो जस्तो लाग्यो त झन्। भन्दाखेरि यसो हेर्दा त अब डिजिटल होइन वर्ल्ड अब सजिलो जस्तो लाग्छ, तर एट द सेम टाइम फेरि गाह्रो पनि रहेछ झन्। हिरा लगाएको देख्छ म त, एउटा सानो हिरा मसँग पनि छ। अनि औँठी औँठी गुड लक यस्तो हुन्छ नि। मैले फलामको लाचु घोडाको ताफ गरेर वारे पक्कै पनि यसको पछाडि केही छ। यो त त्यही हो शनिको लागि लाउँछ नि त। तिमीलाई याद छ कमलमान हाम्रो भेटघाट पहिले कहिले भएको थियो? अघि चाहिँ तिमीले के बोल्नु खोज्दाखेरि अहिले नबोल भनेर तिम्रो मुख त बन्द गरिदिएँ मैले है। पछि गएर फेरि आर्टिफिसियल जस्तो नसुनियोस् भनेर कि होइन इभन यही स्टुडियोमा भनौँ न यति धेरै गीत रेकर्ड गरेँ कि मैले होइन, कलेक्सनहरू यति बनाएँ कि इभन आफ्नो सोलो एल्बमहरू। अनि जस्तो मलाई भयो कि कति पछि आयो नि त म यहाँ। अनि स्टुडियो पहिला हामी पारी थियो नि त, पारी थियो होइन धेरै अगाडि कुरा यो चाहिँ जहाँसम्म लाग्छ 2000 अगाडि 25 इयर्स भन्दा 25 इयर्स भयो है त्यही त। अनि फर्स्ट जेन्ससँग भेट भएको चाहिँ त्यो बेला 98-99 तिर होला। 99 भनेपछि म पनि म्युजिकमा एक्टिभ थिएन क्या त्यतिखेरसम्म हाम्रो यो नेपाली म्युजिक सिनरी नै मतलब हुन्छ नि यस्तो थिएन नि त, मतलब भनौँ न। भनेपछि 96-98मा म पनि भर्खर नयाँ थिएँ। मलाई अहिले नि याद छ कि त्यो हिट्स एफएममा त्यो गीत रिलिज भएको दिन हाम्रो दिपेश श्रेष्ठको प्रोग्राममा जेम्स ब्रोको चाहिँ भइगयो नि जाउन होइन, मेरो पनि त्यही प्रोग्रामबाट भएको थियो क्या हुनु चाहिँ। ओके कुन चाहिँ गीत थियो त्यतिखेर तिम्रो? सुशीलीले बोलाउँयो होइन, सुशीलीले ओके त्यो मैले अरेन्ज गरेँ हो होइन है? हो के हो होइन गीत त याद छ मलाई, सायद 2-3 चोटि गरे हो भने त थाहा छैन मलाई। अलिअलि याद छ त्यो गीत चाहिँ, सुशीलीले बोला मलाई याद छ। अनि अहिले आउँदा रहेछ भयो क्या मलाई चाहिँ हुन्छ नि। पहिला हामी
मैले यसो सोचेँ कि हामी चिनेको कति भयो होला भन्ने कुरा के हुन्छ नि बाटोमा सोच्दै आयो कति भयो होला भनेर होइन यसो सोचेको आज पोडकास्ट जाने रे अनि के यसो भन्दा धेरै लामो त भइसकेको रहेछ 25 इयर्स बढी भयो यार बढी भयो रमाइलो हिट्स एफएम भने यस्तो एउटा थियो कि चाहिँ हामीलाई एकदमै चाहिँ कोका कोलाको नौलो सौगात भनेर आउँथ्यो होइन त्यसमा चाहिँ पहिलो गीत त्यहाँ चाहिँ बज्थ्यो त्यहाँ बजेपछि उनीहरूले अनि अरू इभेन्टहरूमा उनीहरूको प्रोग्रामहरूमा पनि बजाउँथ्यो तिमी आफैले गीतहरू चाहिँ रिक्वेस्ट गरेको छ कि छैन थियो कि थिएन मैले त एउटा कहिले गरेन मैले त गरेको थिएँ यार खुब गरेको थिएँ हाम्रो अझ हाम्रो नवीन भयो हाम्रो गिरिश कुरा अरूको नकाटौँ भन्दा काटे त होइन है गिरिशहरू होइन उनीहरू त आफै पनि छ नि त्यो कुखुराको रगतले चाहिँ चट्ट लिएर चिठी लेखेर अनि मान्छेको रगत भनेर क्या हल्ला मचाउँथ्यो त्यतिखेर हो नि गिरिशसँग कुरै गरेको थियो कि हामीले पडकास्ट त्यो भन्थ्यो कि उसले जानेन मैले त्यो कुरा मलाई चाहिँ साँच्चै कि यादै नभएको कि अनि प्रलेनको पनि नाम लिइराखेको थियो त्यो टाइममा हाम्रो प्रलेन चाहिँ कहाँबाट आइपुगेको थियो ऊ मैले तिमीलाई पहिला चिने कि प्रलेनलाई मलाई लाग्छ गिरिशहरू त उनीहरू त एल्बम निकालेको त धेरै अझ अगाडि हो चाहिँ गिरिश त धेरै अगाडि उनीहरू सानै 94 95 जस्तो लाग्छ उनीहरूको उमेरमा सायद हामीभन्दा 2-4 वर्ष ऊ सानै होला होइन तर चाहिँ हामीभन्दा अगाडि नै आयो किन भन्दाखेरि उसको फर्स्ट एल्बममा हेर्दाखेरि गिरिश र प्रनिल दुईजना बच्चै थियो भने बाको उनीहरूको अङ्कलको लुगा दाईहरूको लुगा लगाएर झुन्डिने यत्रो ऱ्यापर होइन ऱ्यापर हो नि त पऱ्यो नि त धेरै अगाडि उनीहरूको चाहिँ हो उनीहरू धेरै सानो थियो त मलाई त याद भएन साँच्चै तिमीलाई पहिलो भेटेबाट त त्यो छ है त्यो बेला चाहिँ त्यो कोको कोला नौलो सौगात होइन हाम्रो दिपेशले चलाउने प्रोग्राम छ तर मलाई याद भएन तिमी पहिला कम्पोजर थियो कि पहिला सिङ्गर थियो मतलब यो इस्टाब्लिस हुँदाखेरि कम्पोजर इस्टाब्लिस भएको थियो कि सिङ्गर यस्तो हो खास अब गीत त रेकर्ड गऱ्यो एउटा कलेक्सन एल्बम पनि निकाल्नु कलर अफ ट्यालेन्ट्स भनेर होइन त्यही न हो अब के नै नलेज थियो र त्यो बेला त के पनि थाहा पनि थिएन त्यसरी निकाल्यो सक्यो त्यसपछि 2000बाट चाहिँ अनि कलेक्सन एल्बम मैले अल इन वान स्टार्ट गरेँ हामी नै काम गऱ्यौँ होइन 2001 मात्र हो 2000मा त्यो चाहिँ कलेक्सन एल्बम गरेको चाहिँ त्यहाँबाट सुरु गरेर हामीले यहाँ जेम्स रोकमा घर हामीले एरेन्ज गरेर पनि दिपकमा लगेर पनि हामीले गीत रेकर्ड गरेको थियो त्यो बेला भोकलहरू गराउन चाहिँ गिटार टेकहरू चाहिँ हामीले त्यहाँ गएर गरेर त्यहाँबाट स्टार्ट गरेर त्यो टाइममा त्यस्तै त थियो नि एल्बम निकाल्नलाई पुरा पैसा नहुने अनि महँगाइ हुने गाह्रो हुने अल्छी पनि लाग्ने गीत पनि नहुने अनि कलेक्सन नै सबभन्दा राम्रो एकदम सजिलो तरिका थियो सेफ पनि हो सोलो एल्बम निकाल्नु त कहाँ पुग्छ नि चटक्क चाहिँ अब चल्यो भने त चल्न पनि सक्छ कि त्यतिखेर क्लिक भयो भने त भइहाल्ने खालको चाहिँ छ नि त्यस्तो थियो ट्रेन्डिङ तर मलाई एउटा चाहिँ त्यो लाग्थ्यो कि सोलो एल्बम गर्न चाहिँ मेबी अब मन त थियो होला मेरो नि होइन तर अलिक डर चाहिँ भइरहेको थियो मलाई चाहिँ हुन्छ नि सोलो एल्बम निकाल्नु फेरि कसले निकाल्दै रिलिज त गरिदिएला होइन तर कलेक्सन एल्बम निकाल्यो भने चाहिँ सेफ भएर सेफ जस्तो फिल भएर मैले खास अल इन वान गरेँ त्यसपछि बेस्ट अफ अस गरेँ त्यसो तिम्रो आफ्नै कम्पोजर हो जस्तो लाग्छ सब मेरो आफैले त लेख्थेँ नि मैले लेख्थेँ कम्पोजरहरू मैले अल इन वान त जेम्स रोसँग पनि मैले लिएको थिएँ मैले त्यसमा पनि कसले गएको गीतहरू त जेम्स रो कम्पोज हो त्यो बेस्ट अफ अस पहिलेदेखि गाँठ भलै रहेछ त यार त्यसमा होइन म त सुरुवातमा त गरिब भने कसरी एकदम धान्न गाह्रो भने त्यो आफै प्रड्युस गर्थ्यो हो अहिले याद आयो एउटा एल्बम रेडी बनाउँथेँ अनि कम्पनीमा गर्थेँ मेरो अल इन वान चाहिँ पहिला होइन कमलमान जतिखेर चाहिँ इन्डस्ट्रीमा आयो त्यतिखेर तिमी त लक्की रहेछौ तिम्रो पछाडि चाहिँ छ नि मान्छेहरू प्रड्युसरहरू दौडिने भइसकेको थियो हाम्रो पालमा चाहिँ के थियो भर्खर तिमीभन्दा सायद 3-4 वर्ष अगाडि म चाहिँ आएको होला होइन मतलब सुरुवात गरेँ होला त्यतिखेर चाहिँ के भन्दाखेरि दौडिनु पर्थ्यो हामी त्यतिखेर चाहिँ तिमी आउँदाखेरि चाहिँ प्रड्युसरहरू तिम्रो पछि लाग्ने समय आइसक्यो पछि लाग्नु भन्दा 2000 कुरा होला यो चल्ला 2000मा हो जुन चाहिँ गोल्डन एरा थियो हाम्रो अब भनौँ न जहाँसम्म लाग्छ एउटा गीत मैले जेम्स रोसँग एरेन्जको लागि हामी बस्यौँ अनि यो गीत चाहिँ कसलाई गाउने भन्ने कुरा यस्तै कुरामा त्यो बेला दिपेश किशोर भट्टराईको नाम निस्क्यो है एउटा गीतको लागि अनि मैले दिपेशलाई लिएर आएको थिएँ मैले स्टुडियोमा 2001 कोही कुरा हो क्या यिनीहरू सबै त्यो बेला दिपेश पनि भर्खरै हो पनि कुन चाहिँ गीत थियो याद छ म भन्ने गीत धेरै समथिङ यस्तै कमलको कम्पोजहरू क्याची छ मैले ठ्याक्क भन्न चाहिँ ठ्याक्क याद पनि आउने कि गरेँ नि ब्रो मैले त कलेक्सन एल्बमहरू त्यसपछि फर्स्टमा अल इन वान गरेँ बेस्ट अफ अस पप म्यान्डु
अनि अरूको लागि फेरि के अरे फ्यु वर्ड्स गरेँ, इल्युजन गरेँ, स्ट्याम्प गरेँ, 7वटा जस्तो कलेक्सन एल्बम, अझै सोलो एल्बमहरू गर्दा 10वटा आफ्नो सोलो सोलो 10वटा एल्बम गरिसकेँ। आजसम्म तिम्रो कम्पोजिसन आफूले गाएको अरूले गाएको गरेर 500 नाग्यो? छैन त्यो छैन बरु। 499 चाहिँ पुग्यो। नाइ मेरो त जहाँसम्म लाग्छ 197वटा होला कि बढी होला त्योभन्दा त, त्योभन्दा बढी नहोला कि, किनभने एल्बमै त्यतिवटा भइसक्यो भनेपछि तिम्रो 70-80वटा एल्बमको गीत त्यही नै भइसक्यो 10वटाको हिसाबले होइन? त्यो 197 जस्तो होला, त्योभन्दा बढी नहोला। तिम्रो आफ्नै एल्बम छ कतिवटा? मैले आफ्नो एल्बम प्रपर 2टा चाहिँ निकाल्यो, पछि एउटा निकाल्न खोजेको तर राम्रोसँग त्यो मार्केटिङ गर्न सकेन। मैले music.com-बाट निकाल्दा चाहिँ अब हाम्रो राज बन्सल होइन, अनिल स्थापित दाइ, उहाँहरूको चाहिँ अब राम्रो सपोर्ट मलाई होइन, माया गर्नुहुन्थ्यो उहाँहरूले सधैँ उहाँहरू एक्टिभ थियो। त्यो समयमा उहाँहरू बिना चाहिँ अगाडि बढ्नै गाह्रो हुन्थ्यो होइन, फिल हुन्छ साँच्चै भनौँ। एक किसिमले त्यो हिसाबले चाहिँ भनौँ न सबै मिलेको भनौँ न, किनकि अब अनिल दाइले पनि, अनिल साहब दाइले पनि होइन उहाँको जुन सपोर्ट माया गर्नुहुन्थ्यो हरेक कुरा। त्यो नि एउटा त्यो एरिया फेरि यस्तो पनि थियो कि एउटा चाहिँ सबैको चाहिँ एउटा हब, एउटा कनेक्सन, एउटा चाहिँ पिआर बनाउने ठाउँ, अन्त एउटा चाहिँ कनेक्सन गर्ने, एउटा चाहिँ मान्छेहरूसँग चाहिँ सबैजना ग्यादरिङ हुने, त्यहाँ मिडियाको मान्छे पनि आउने, त्यहाँ टिभीको मान्छे पनि आउने, रेडियोको मान्छे आउने होइन, अनि प्रड्युसर्सहरू पनि आउने, डिस्ट्रिब्युटर सबै त जम्मा आउने ठाउँ एउटा थियो। त्यो प्रायः त्यो अनलाइको .com पनि त्यहाँ थियो, एउटा बिल्डिङ अनलाइकै बिल्डिङमा भयो नि। अनि अब न्यू कमर्सहरू बढी आउँथ्यो, त्यहाँ चाहिँ अब न्यू कमर, त्यतिखेरको न्यू कमर अहिले त फेरि सबैजना स्टार्स हुने होइन। र मैले एउटा अहिले आएर मैले एउटा चाहिँ के सिकेँ भन्दाखेरि चाहिँ हामीले एउटा एल्बम रेडी गर्छौँ नि पहिले, जति एउटा प्रडक्ट हामीले रेडी गर्छौँ त्यति नै ठुलो चाहिँ रोल चाहिँ मार्केटिङ पनि हुँदो रहेछ। अनि मैले अहिले फिल गरेँ कि कुराहरू चाहिँ धेरै नै ठुलो रोल हुँदो रहेछ। मार्केटिङ गर्ने तरिकामा के फरक पाएछ पहिला र अहिले? मार्केटिङ त मार्केटिङ हो, पहिला सजिलो एकदम हामीलाई थाहा छ, अब अहिलेको मार्केटिङ के छ म जान्न खोजिरहेँ, म पनि त्यही जान्नु खोजिरहेको भनिन्छ होइन। अहिले त्यही त होइन नि डिजिटल, अब हामीले अब एल्बम त कसले गर्छ जस्तो भइसक्यो अहिले भन्यो भने त, एल्बम त अब हार्डली गर्छ मान्छेले भनौँ न, सिङ्गर्सहरू होइन। अब सिङ्गल निकाल्न हो अहिले, त्यो सिङ्गल निकाल्न पनि प्रमोसन गर्न गाह्रो छ भने साँच्चै भनेको कि हामीले नजाने त होइन। मलाई त्यही शङ्का लागिरहेको छ, नजाने जस्तो लागिरहेको छ मलाई त सिरियसली। टेक्नोलोजीमा हामी पहिला चाहिँ एकदम अगाडि थियौँ, अहिले चाहिँ टेक्नोलोजीले हामीलाई पछाडि पारे हो कि पनि जस्तो लाग्छ भने कहिलेकाहीँ नजानेकै जस्तो लाग्छ है। अब चाहिँ मैले सोचिरहेको छु, अब चाहिँ अहिलेको हाम्रो अब यसो अहिलेको भाइहरू हुन्छ नि, उनीहरू जानेको अब चाहिँ अब म्युजिक भिडियो रिलिज गर्दा चाहिँ उनीहरूले समातेर चाहिँ गर्नुपर्छ जस्तो लाग्यो। तिमीलाई याद छ पहिला हामी भर्खर इन्डस्ट्रीमा हामी पपुलर भर्खर आउँदाखेरि पुराना अग्रजहरू, सिङ्गर्सहरू, अरू कलाकारहरूले हाम्रो पछि लाग्थ्यो र हामीलाई फलो गर्थ्यो, धेरै कुरा सोध्थ्यो, याद छ? त्यही भयो नि त अब होइन, त्यो पनि हो चेन्ज होइन, एउटा समयले फड्को मार्यो। मैले सोध्दै थिएँ, मैले भन्दै थिएँ कि तिम्रो कन्टेम्पोरेरीहरू को याद छ? त्यो बेला त्यही त नि, दिपेश किशोर भट्टराई हो, दिपेश भयो, सुगम भयो, अनिल, सुगम त पछि आयो, अनिल पनि पछि आएको। त्यो अब मैले खास फर्स्ट गीत रेकर्ड गरेको त 1996मा हो। 96 भने त मभन्दा अगाडि रहेछ त गरेको, त रेकर्ड गरेको छ त्यो बेला मैले। अनि प्रोफेसनली भनौँ न, मतलब एकदम इन्भल्भ भएर लाग्छ 2000बाट भनौँ न। ओके एल्बम कलेक्सन एल्बमहरू त्यही भएर पनि होला कि सायद, अब एउटा कम्पोजर एउटा प्रड्युस गर्नु भएर पनि होला कि एउटा एल्बम, अनि सिङ्गर्सहरूसँग सबसँग अनि टचमा भएको होइन सबैसँग। नत्र सोलो एल्बम मात्र निकालेको त मैले खासै चिन्जान हुनुहुन्थ्यो नि त। अब अनि कलेक्सन निकाल्नु भयो, त्यो सबैलाई बोलाउँदै गाउँदै गर्दाखेरि त्यो एक किसिमको, र मैले धेरै सिकेँ पनि क्या फेरि त्यो चिजहरूबाट चाहिँ, एज एन कम्पोजर हुन्छ नि, सिकेँ पनि। समयले सिकाउँदै लगेको हरेक सिङ्गरको आफ्नो तरिका हुने रहेछदेखि लिएर हरेक कुराहरू। कोही सिङ्गर अलिक टाइम लिने, कोही एकदम टाइमै नलिने। हाम्रै स्टुडियो म्युजिक ग्रुपमा भनौँ न, हाम्रो अन्जु पन्त होइन, एउटा कलेक्सन एल्बमको लागि, इल्युजन्स भन्ने उपासनाको एल्बमको लागि 3 दिन अगाडि चाहिँ कल गरेको थिएँ कि मैले, अन्जु चाहिँ तपाईँलाई एउटा गीत गाउनु पऱ्यो,
तपाईँको प्याटर्नभन्दा चाहिँ डिफ्रेन्ट छ है। अब उहाँको त अब स्याड सङ भइरहेको थियो नि सबै ट्रेजेडी सेन्टिमेन्टल नम्बर्सहरू। अनि हुन्छ म गर्छु नि भन्नु, ल हुन्छ आउनु त म होइन डमी दिन्छु। अनि हुन्छ भन्यो होइन, तर अन्त पछि बिचबिचहरूमा आउनै पाउनु भन्यो क्या। अब दिउँसो यहाँ रेकर्डिङ, अनि म सिधा पाइला छु एउटा कामबाट, अब म आउँछु अनि रेकर्ड गरौँ हुन्छ हो र भने के हो भन्नु। यहाँ आएर कति 45 मिनट चाहिँ जला सिकाएँ होइन, सिक्यो, टेक लियो, 1 घन्टा जस्तोमा गीत सक्यो, आनन्द। त्यस्तो पनि हुँदो रहेछ फेरि। तिमीले अनिल सिंहहरूसँग काम गर्दाखेरि उनीहरू इस्टाब्लिस भइसकेको थियो कि के थियो? होइन, अनिल भयो, सञ्जीव, सुगम सबैको सोलो एल्बम निकाल्यो त्यो बेला, निस्किसकेको थियो सबैले निकालेको थियो। ननिस्किएको को थियो आर्टिस्ट जुन चाहिँ नयाँ एकदमै रसँग काम गरेको? मैले लास्ट सिङ्गर्सहरू त्यसरी नगरेको त फर्स्ट एल्बमबाटै थियो नि, अनुदान जङ्गराना दाई, अनुदान दाई है, अरू हो नि, प्रशान्त तामार्कर दाई, ओके, उहाँहरू हो नि त गीत रेकर्ड नगरेकोहरू, फर्स्ट टाइम रेकर्ड गरेर। अनि अरू अरू नयाँ आर्टिस्टहरू मेरो त टोलको साथीहरू सिसिर उनीहरू भयो। त्यस्तो हुन्थ्यो क्या, एल्बम रेडी गरेर त मार्केटमा त फेरि बेच्नुपर्ने हुने नि त, अनि त्यही भएर नि प्रायः चाहिँ चलेको नै लिन्थ्यो नि। बिजनेस माइन्ड काइन्ड अफ त्यो बेला त गीत रेकर्ड गर्ने त बिजनेस पनि त अहिले पो सजिलो छ, त्यो बेला धेरै गाह्रो थियो नि। साँच्चै मान्छेले गीत रेकर्ड गर्ने ओहो भन्ने कुरा हुन्थ्यो नि त, त्यो पनि होइन र त्यो हिसाबले पनि आँट्दैन पनि थियो साँच्चै, सिरियसली भने। त्यो टोलतिर बसेर गाउनु र रेकर्डिङहरू फरक थियो नि त। टोलमा गिटार बजाएर हल्ला गरेर गाउनु। म अनि साइको भएन, फर्स्ट टोलमा बसेर गाउँदा त हो गाउने रहेछ भनेर दङ्गामा रेकर्डिङ गर्नु गएको नि रोडमा होइन, स्टुडियो पुगेको छ त यार के गाउँछ कहाँ पुग्यो। म त निस्केँ त्यसपछि, अनि फेरि पर्सितिर होइन 2 दिन जस्तो पछाडि गएर फेरि रेकर्ड गरेको थिएँ मैले त्यो बेला चाहिँ। त्यस्तो हुँदो रहेछ भन्नु, नयाँ नयाँमा जुन टोलमा बसेर गिटार केटाहरूसँग बसेर घाँस चाहिँ नहुँदो रहेछ भन्नु खोजेको। जुजु नाना कतिको याद छ? हो रमाइलो नि यो नि, यसको गीतको अरेन्ज मैले नै गरेँ। यस होइन हो नै, अरेन्ज गऱ्यो। अनि मैले गिटारको लागि चाहिँ दिपेशलाई, हाम्रो दिपेश सिंहलाई बोलाएको थिएँ, दामी हान्थ्यो दिपेशले फेरि होइन। हिजो मात्र अनिस ओकिलीको अनिसले सोध्दै थिएँ स्पेनिस एउटा गीत गर्नुपर्ने कसलाई गर्नु दिउँ भनेर भन्दा मेरो ठ्याक्कै चाहिँ त्यही आएकै थियो, दिपेश याद आएको थियो कि सरी अनि दिपेशलाई गराएको थियो। दिपेशलाई आयो बजाएर गयौँ, अन्त एउटा निमालाई, अब मैले त्यो कलेक्सन एल्बमबाटै हो क्या, कलेक्सन एल्बमबाटै हो नि त र याद छैन भने याद तरिका। अनि निमालाई त कहाँ, अनि निमा अनि डमी दिएँ मैले, डमी लिएर गएको हो नि त यो गीतको पहिला निमा प्र्याक्टिस गरेर आइसकेको थियो नि त यो गीत गर्ने। ओके। अनि अलिकति कुरा चाहिँ अब त्यो बेला चाहिँ बजेट एकदम टाइट हुन्थ्यो होइन, अहिले थिएन नि त मार्केट त। अब त्यो बेला मैले एकजना सिङ्गरको लागि 2500 रुपियाँ दिन्थेँ कि मैले एउटा गीत गाएको। अनि निमा थियो बेला चाहिँ भर्खर हङकङबाट आएको थियो, उसको एक्सपेक्टेसन अलिकति हाई थियो क्या उसो, अनि ब्यालेन्सै भएन कि अलिकति चाहिँ। अनि चाहिँ निमालाई मैले भने ब्रो अब नेक्स्ट टाइम गरौँ न भने, तर गरेँ पनि फेरि मैले अर्को गीत पनि गरेँ फेरि निमासँग, अर्को 2टा पनि गरेँ मैले चाहिँ, एउटा मात्र होइन 2टै गरेँ। अनि निमा पछि अनि हामी 2जना बसिरहेको थिएँ, एकचोटि चाहिँ नलना चित्रकार दिदी कमल म गाउँछु नि गरिरहेको थिएँ नि, याद छैन र तपाईँले चाहिँ कसरी गाउनुहुन्छ नि, यो त केटाले गाउने गीत मरिला होइन, तपाईँले मरला होइन गाउने मरला होइन होइन। अनि हामी एक साँझ बसेर हामी 2जना बसेर अनि यसो गफसप हुँदाखेरि अनि नत्र कसलाई गाउने भन्दा जेम्स ब्रोले नत्र दिपकलाई गाउनुपर्छ क्या, उसको प्याटर्न पनि हो भनेर यसो सोची हुनुपर्ने हो फेरि। अनि दिपकलाई बोलाएर 1-2 दिनमै, अन्त 2-4 दिनपछि रातितिर हामी बसेर रेकर्डिङ गरेर नि त। भन्दाखेरि स्केल पनि म्याच नगरिकन हामीले पहिला गीत अरेन्ज गरेर निमालाई गाउन लगाएको थियो पहिला, मतलब निमाको लागि भनेर अलिअलि चाहिँ मैले यस्तो गर्थेँ कि अलिअलि चाहिँ म पहिला एउटा मेकअप चाहिँ हुन्थ्यो कि, मतलब हुन्छ नि माइन्ड मेकअप चाहिँ के हुन्थेन चाहिँ, म यो एल्बममा को सिङ्गर राखौँ होला एउटा हुन्छ त्यो अनुसार चाहिँ म गीत चाहिँ बनाउँथेँ कि मैले बनाउनु चाहिँ, तर एकदमै यही सिङ्गरको लागि भनेर चाहिँ सोध्दैन थिएँ मैले चाहिँ। अनि त्यही हो
हामीले ट्र्याक रेडी त गऱ्यौँ, ट्र्याक गरेर रेडी अनि होइन, तर अब लेखेको हुन्छ नि, लेखेको जसको खानेको नाम लेखा यही भएको खास चाहिँ नलिनाले पनि गाउँछु भनेको थियो मोरालाई नला दिदी पुरा म गाउँछु नि दिइरहेको थियो कहाँ होइन। यो गीत चाहिँ ड्याम गुड गीत यो त मान्छेले यस्तो छ कि अब दीपक स्टेजमा चढ्यो भने यो गीत नगाइकन सुखै छैन अहिले, यस्तो भएको छ जहाँसम्म लाग्छ एकदम मास्टर दीपकलाई चाहिँ उसको रिकर्डेसन जस्तो होला चाहिँ एउटा पुनर्जन्म जस्तो भयो यो गीतबाट चाहिँ धेरै राम्रो भयो उसलाई। यो मलाई लाग्छ यो कहिलेको रेकर्डिङ हो भन्दाखेरि स्टुडियो हुँदाखेरि भनेपछि पप म्यान्डो हामीले यो गीत रेकर्डिङ उता पुरानो 2001तिर हामीले ट्र्याक रेडी गऱ्यौँ। 1मै गरेको हो? 1तिर यो रिलिज भएको त 2002मा हो यो। ओके 2002को कुरा हो, 13 वर्ष अगाडि 23 वर्ष अगाडि। अनि यो मायाको डोरीलाई जो नाना भयो, अन्त एउटा पर्खाकी पीडा, यो सबै मेरो यो पप म्यान्डो हुने एल्बमको लागि गरेको थिएँ क्या मैले। पर्खाकी पीडा पनि हो त्यो एल्बमबाट हो खास चाहिँ। अनि पछि पर्खाकी पीडा पनि मैले सोल एल्बममा युज गरेँ 69मा, खास त्यो एल्बमलाई चाहिँ रेडी बनाएको गीतहरू तिनीहरू चाहिँ। अनि पहिलादेखि तिम्रो बानी के भन्दाखेरि भन्यो नि पहिले गाँठवाल रहेछ होइन, गाँठवाल हुन्छ तिमीलाई भेट्न साथ पैदासी ह्यान्डसम भनेर भन्छौँ भने म तिमीलाई अब पैदासी यो गाँठवाल भनौँ न। किनभने भन्दाखेरि तिम्रो हरेक भिडियोमा यति एक्सपेन्सिभ देख्छ तिम्रो भिडियोहरू र चाहिँ एक्सपेन्सिभ मोडल्सहरू होइन, एकदम इस्टाब्लिस मोडलहरू, सिनेमाटोग्राफर, एडिटर सबै दामी दामी लिइराखेका हुन्छौ कि त्यो एउटा चाहिँ मान्नुपर्छ के हो। मैले एउटा त मैले त एल्बम त रेडी गर्छु नि मेरो सोलो एल्बमको स्पेसली होइन। मैले कम्पनीसँग चाहिँ एउटा के गर्थेँ चाहिँ म त्यहाँबाट रिटर्न खोज्थेन कि त्यो बेला चाहिँ मैले। ओके मलाई प्रमोसनको लागि इन्स्टेड अफ त्यो जुन मनी एउटा जुन पैसा एउटा जुन हामी सेल गर्छौँ नि होइन, त्योभन्दा नि बरु चाहिँ क्वालिटी म्युजिक भिडियोहरू बनोस्, क्वालिटी काम गर्नको लागि मैले इन्भेस्ट गरेँ कि मैले चाहिँ एक्चुअली भनिन्छ। त्यही भएर अहिलेसम्म अहिले पनि अब युट्युबहरूमा गएर भिडियोहरू पुरानो हेर्नु पऱ्यो भने कमलको साँच्चै राम्रो देख्छ कि अरूभन्दा ठ्याक्कै फरक देखिने अलिकति रिचनेस। त्यसको लागि चाहिँ अनिल स्थापित दाइ भयो, राज भन्सलजी होइन, उहाँहरूको नि ठुलो हात। मैले दुवैजनालाई चाहिँ एकदमै धन्यवाद भन्नैपर्छ मैले चाहिँ। उहाँहरूको धेरै एकदम 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 फुल सपोर्ट उहाँहरूको। टेक्नोलोजीले फर्को मारिसकेको छ, हामी पछाडि परिसकेको छ, अब के गर्ने त? अब नेक्स्ट के छ तिम्रो नेक्स्ट प्लानहरू म्युजिकमा अथवा बिजनेसमा अथवा म्युजिक भिडियो? होइन म्युजिक त छोड्न सकिन्न नै होइन, तिमीले गरिरहेको छ वर्षको एउटा जस्तो दुईवटा केही न केही त दिइरहेको छ। तर सोचे जस्तो प्रमोसन गर्न जानेर छैन कि, मार्क सिरियसली भनेको मार खाइरहेको छु कि हामी साँच्चै नै। ल हाम्रो अडियन्स जान्ने बुझ्नेले यसो हामीलाई प्रमोसन गर्ने तरिका सिकाइदिनु पऱ्यो, कमेन्ट गरेर हुन्छ कि अथवा चाहिँ यसो डाइरेक्ट मेसेज गरेर हुन्छ? अब जेनरली भन्दाखेरि के भन्छ यो हो भने अब गीत हामी गाउने राम्रै छ जस्तो लाग्छ। म तिम्रो मात्र मेरो पनि कुरा गरेँ, अब कम्पोज पनि राम्रै गर्छ जस्तो लाग्छ, अनुहार पनि नराम्रो छैन जस्तो लाग्छ, ह्यान्डसमै जस्तो लाग्छ। तैपनि है आजकल कस्तो गाह्रो भएर गएको हो यो प्रमोसन गर्न होइन। यस्तो छ फेरि के भन्दाखेरि अहिलेको समयमा गीत हिट भन्दा पनि बढी भाइरल हुन्छ क्या। भाइरल भन्ने के भन्दाखेरि कस्तो चिज जस्तो लाग्छ भन्दाखेरि जुन भाइरल हुन्छ नि, ज्वरो आउँछ, गाडगुड सबैलाई यसले चाहिँ इन्फेक्टेड बनाउँछ अनि निको हुन्छ, हराउँछ, फेरि अनि नयाँ भाइरस आउँछ। अहिले पहिलाको हाम्रो गीतहरू हेऱ्यो भने त्यसलाई चाहिँ हिट भनिन्छ कि, जुन चाहिँ कि होइन यसो बज्दाखेरि पनि ठ्याक्क याद हुने, सुन्ने होइन, अनि मान्छेले पनि यतिकै गुनगुनाइरहने। र एउटा हामी दुईजना कम्पोजर पनि हुन् त हामी होइन। अनि त्यसरी अहिलेको कम्पोजिसनहरू मैले यसो हेर्छु के हुन्छ नि, जुन हाम्रो टाइमको जुन हामीले गर्थ्यौँ नि, चेन्ज लागेन साँच्चै भन्ने हो भने। हामी चाहिँ मेलोडीमा फोकस गर्थ्यौँ कि, अहिलेको कम्पोजिसनहरू चाहिँ त्यो चिज मैले चाहिँ मिसिङ भन्दा नि अहिलेको ट्रेन्ड नै त्यही रहेछ कि अहिलेको होइन। मैले हामीले गर्ने स्टाइल चाहिँ राम्रो, अहिलेको नराम्रो भन्नु खोजेन होइन, के पनि होइन कि, तर मैले यसो फिल गरेर जुन हामी चाहिँ मेलोडीमा बढी फोकस हुँदो रहेछ हामी
अहिलेको चाहिँ चेन्ज पाएँ क्या मैले चाहिँ अहिलेको यस्तो हो कि जस्तो लाग्छ कि त्यो एड बनाए जस्तो कि एकदम क्याम्पेन चलाएर यसलाई चाहिँ हुन्छ नि टार्गेट अडियन्स पहिले चाहिँ यसो त्यो टार्गेट गरेर होइन यसको लागि उसको लागि भनेर एकदम दिमाग लगाएर एकदम स्योर सर्ट जाने हिसाबले अनि खर्च पनि त्यस्तै किसिमले गरेर होइन रेकर्डिङ पनि त्यस्तै चाहिने इन्स्ट्रुमेन्ट्सदेखि लिएर अनि मेलोडी शब्द पनि त्यस्तै गरेर गर्ने हो कि के हो एउटा म्युजिक भिडियोको लागि 12-15 लाखसम्म खर्च गर्दो रहेछ मात्रै मैले त सुने त करोडौँ गर्ने पनि छ हो र छ नि एउटा म्युजिक भिडियोको लागि करोडौँ त नभनौँ जो 50 लाखभन्दा माथि गरेको भनेर चाहिँ 50 लाख चाहिँ मतलब के गर्नुलाई ब्रो त्यो चाहिँ पुरा त्यो सिनेमाको क्र्यु लिएर आएर सिनेमाकै लाइट्स सिनेमाकै क्यामेराज होइन सिनेमाकै अब एक्सपेन्सेस हुने चिजहरू मान्छेहरू राखेर प्रप्सहरूदेखि लिएर कोरियोग्राफर डान्सर्सहरू टन्नै राखेर हिरो हिरोइन पनि अब सिनेमाजकै त्यो राखेर चाहिँ खर्च गरेर छ त्यसपछि जुन प्रमोसनको लागि पनि जान्ने नै होला कि उहाँहरू चाहिँ प्रमोसनको लागि अर्कै छ बजेट अर्कै छ फेरि फिल्मकै जस्तै फेरि रिटर्न यो ठुल्ठुलो इन्भेस्ट गरेर फेरि रिटर्न पनि गर्दो रहेछ फेरि एउटा कुरा सोध्नु तिमीलाई अनेस्टली भनौँ ओके तिमीलाई म्युजिक भिडियो मलाई बनाइदियो म यति खर्च गर्छु भनेर आएको छैन कोही अहिलेसम्म छैन हौ त्यस्तो साला मलाई पनि आएको छैन भने मान्छेहरूलाई आउँछ हो फेरि अरूलाई आउँछ हामीलाई आउँदैन लौ न यसो हामीलाई पनि यसो कोही इच्छुक छ भने पैसा खर्च गर्नुहोस् हामीलाई पनि है राम्रो म्युजिक भिडियो बनाएर राम्रोसँग होइन म्युजिक भिडियो मात्रै त पायो भने त फिल्मै बनाउँछ नि होइन र हामीले त्यत्रो खर्चहरू छ है तिम्रो यो फिल्ममा लाग्ने छैन इच्छा फिल्म लाइनतिरको त्यस्तो उनी भएन यार कहिले पनि सजिलो नि त चाहिँ कम्पोजर आफैले गाइरहेको हुन्छ प्रमोसनको लागि हेडेक भएन टाउकोदही भएन नि त मतलब मुभीले नै प्रमोसन गरिदिने भयो धेरै राम्रो रनिङ गर्नु पायो नि त साँच्चै सिरियसली भन्नु मलाई तिमी त मुभीको चाहिँ ऊ मात्र कुरा गर्दैछु गीत मात्र कुरा म एन्टायर फुल मुभी फिचरको कुरा गर्दैछु नै किनभने तिमी म्युजिक भिडियो डाइरेक्टर पनि हो गरिसकेका छौ धेरैवटा गरेको धेरै गरेको छौ राम्रो एक्सपिरियन्स छ जुन अहिलेको समयमा फेरि फिल्म 101 गीत फिल्महरू पनि बनिरहेको छ हिटहरू पनि भइरहेको छ मान्छेहरूले गीत फिल्महरू हेरि पनि राखेको छ नेपाली मुभिजको अहिले चाहिँ धेरै माथिल्लो स्तर पुगिसकेको छ तिमी जस्तो मान्छेले पनि यसो विचार गर्नुपर्छ कि जस्तो लाग्छ मलाई मुभीमा इफ आइ एम नट रङ बेलुका गएर सोच्ला ओहो भोलिदेखि त भनेर सिरियसली भने मैले वास्तवमा तर अब एक राउन्ड चाहिँ मन चाहिँ अब आफैलाई नै बरु अलिकति 4-5वटा जस्तो चाहिँ ब्याक टु ब्याक म्युजिक भिडियोहरू हुन्छ नि अलिक मिहिनेत गरेर अलिकति जुन त्यो टाइममा गर्थ्यौँ नि त्यसरी गर्न चाहिँ मन छ क्या अब त्यो टाइममा गरेको खालको गऱ्यो भने चल्ला र अहिलेको समयमा अहिलेको खालको गर्नुपर्छ होइन नै मैले त्यो टाइपको भनेको नि जुन पहिला हामी मिहिनेत गर्थ्यौँ नि त्यो बेला जुन मिहिनेत गर्थ्यौँ नि अहिले पनि त्यसरी नै किन अहिले हामीले मिहिनेत गर्दैनौँ र कहिले चाहिँ म चाहिँ के हुन्छ नि डिस्ट्र्याक्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ हुन्छ नि र एउटा टिम पनि राम्रो हुनुपर्छ जस्तो अब अहिले पहिला भन्दा नि इभन पहिला पनि त टिम राम्रो भएपछि राम्रो हुने नि त मैले भने नि त मैले अनिल सापे दाई भयो राज बन्सलजी भयो अनि हामी सबै अब भनौँ न होइन म्युजिक प्रडक्सनमा हामी यसरी र अहिले चाहिँ प्रमोसनमा मैले चाहिँ के देखेँ भने चाहिँ मेन प्रमोसनमा चाहिँ टिम राम्रो हुनुपर्छ जस्तो अहिलेको यो सिनियरमा चाहिँ सिरियसली यो कुरामा चाहिँ एकदम जेम्स ब्रोले एकदमै याद गर्नु यार अहिलेको नयाँहरूसँग काम गरेको छौ तिमीले मतलब के म्युजिकमा भिडियोमा मैले बिटु होइन उसँग काम गरेँ जिन्दगी भन्ने उसलाई जिन्दगी र सम्झेर दुइटा उसलाई अरेन्ज गरेको थिएँ एकदमै राम्रो अनि भिडियो त म आफै गरेर हुन्छ डिरेक्सनमा आफै गर्छु म किन भन्दा अब के भन्नु अब मेबी अब बजेटको कारणले नै होला ठिक छ डिरेक्सन आफै गरेर अरू एन्टायर टिम त चाहिँ पुरानै त होइन होला सबै नयाँहरू त होला कि पुरानैहरू क्यामेरा पर्सनहरू पनि चेन्ज हुन्छ त्यो त चेन्ज हुन्छ अब कुनैमा कुन चाहिँ कुनै हुन्छ अब एडिटिङ चाहिँ बढी चाहिँ मैले हाम्रो विनय खङ्साकर विनयसँग धेरै गरेँ मैले अरूभन्दा चेन्ज भइरहेको हुन्छ त्यो त कहिले चाहिँ अब धुमधडाका आउनेवाला नयाँ म्युजिक धुमधडाका गर्न मन छ यार एकदम गर्न मन छ होइन होला नि पाइपलाइनमा अथवा चाहिँ गरिराखेको
म एउटा चाहिँ मलाई चाहिँ ट्रायल गर्न मन रहेछ यो मोबाइलबाट पनि राम्रो आउँछ भने सुनेको थिएँ हो मैले त अहिले मात्र सुने होइन आजभन्दा 12 वर्ष 15 वर्ष अगाडि नै सुनेको थिएँ जब कि 12 वर्ष 10-12 वर्ष अगाडि जब आइफोन 5 आयो 5S आइसकेपछि त्यो आइफोन 5Sले बेन्टली गाडीको एड खिचेको ओके जुन अहिले पनि युट्युबमा हेऱ्यो भने पाउँछ त्यो मोबाइल सिनेमा पनि राम्रो छ नराम्रो होइन किनभने तर चाहिँ के भन्दाखेरि टेक्निक जान्नु पऱ्यो तर मलाई लाग्छ क्यामेरा ठुलो कुरा होइन जस्तो लाग्छ है ठुलो चाहिँ के भन्दाखेरि त्यो क्यामेरामा आउने चिज दामी देखिनु पऱ्यो चाहे यत्रो क्यामेराले खिचोस् त नचाहे यत्रो क्यामेरा खिचोस् होइन र भने एकदमै होइन म्याटर गर्छ है हो नि आखिर त 4K हो अथवा 8K हो ब्याकग्राउन्ड होइन फोरग्राउन्ड मेकअप ड्रेस क्यामेरा मुभमेन्ट हरेक कुरा त्यो क्यामेरा मात्र ठुलो होइन जस्तो लाग्छ जुन क्यामेरा चलाउने मान्छे राम्रो हुनुपर्छ म सोचिरहेको छु यो हप्ता दिन जस्तोमा चाहिँ एउटा नयाँ गीत चाहिँ क्यामेराबाट ट्राई गरौँ जस्तो लागेर चाहिँ मोबाइलबाट अल द बेस्ट राम्रो राम्रो हो मोबाइलबाट पनि धेरै राम्रो राम्रो भिडियोहरू बनेका छन् नि सिनेमा बनाएको छ आइफोन 16 प्रो म्याक्स कि 15 प्रो म्याक्सबाट होइन मुभी नै 5Sमा प्रो म्याक्स भनेको थाहा भएन त्यो चाहिँ थाहा भएन त्यो आइफोन मात्र नभए स्यामसङबाट पनि बनेको छ मुभी नै बनेको छ र अहिले हामीले जेनरली पनि हामीले यो टिकटकको लागि यता पनि खिचिरहेको हुन्छ नि होइन रिल्सको लागि एक्चुअली भन्ने जुन हामीले खास एउटै कुरा हो खास डिएसएलआरमा त्यहाँ राख्नु र भर्खर जेम्स रोड भने जस्तो होइन खास कुरा एउटै हो होइन त्यो फ्रेमलाई क्याप्चर गर्दाखेरि चाहिँ के राम्रो आइरहेको छ कि छैन भन्ने कुरा क्याप्चर गर्ने मान्छेले चाहिँ राम्रो कम्पोजिसन राम्रो बनाइदिनु पऱ्यो जेले खिच्यो नि राम्रो निकाल्नु पऱ्यो एकदम राम्रो खिच्ने मान्छेले मलाई लाग्छ उसलाई चाहिँ जुनै क्यामेरा दिए पनि राम्रै निकाल्छ सही कुरा होइन र एकदम अनि जस्तै अब कम्पोज गर्ने मान्छेलाई चाहिँ अब तिमीलाई चाहिँ अब हुन्छ नि अब यही गिटार चाहिन्छ अथवा यही हार्मोनियम चाहिन्छ अथवा चाहिँ मलाई यही इन्भाइरोमेन्ट चाहिन्छ भन्ने हुँदैन नि सही कुरा हो एउटा कला चाहिँ त्यो चाहिँ हो अनि एआई ओहो हैरान हुन्छु म त सुनेर एआईको एउटा चाहिँ मैले जस्तो ट्राई गरेको छैन मैले चाहिँ एउटा त्यसको एआईको सुने क्या मैले एआईको गीत गाउनु खोज एकचोटि होइन उसको जस्तो जुन उसले जुन दिन्छ नि गीत 12 बज्दो रहेछ के बज्छ 12 बज्छ नि के भएर गाउनलाई गाउनलाई नोटर यति खेलाउँछ जुन जेनरल हामी जुन ह्युमनबाट आएको कम्पोजिसनमा त्यो चिज हुँदैन क्या सुन्दाखेरि चाहिँ सुन्नलाई चाहिँ फेरि एकदम रमाइलो फेरि होइन हामीले पनि कम्पोज गर्नु पऱ्यो भने हामी 12-15वटा कोड राखेर गर्नु त सक्छौँ नि नसक्ने त होइन सक्छौँ कि तर मैले भन्न खोजेको चाहिँ सुन्नलाई चाहिँ ठिक रहेछ क्या एआईको चाहिँ तर यो टाइपले गरौँ यस्तो टाइपले गरौँ भन्दा रहेछ अलिकति कस्तो लाग्छ एआईको साउन्ड सुन्दाखेरि म्युजिक सुन्दाखेरि रमाइलो लाग्छ उसो भए अरे यार अब त्यहाँबाट अब म्युजिक सुन्ने त अब त्यो भन्ने कुरो त अब आर्टिफिसियल इन्टेलिजेन्स हो नि उनीहरूले के मिस्टेक होला र त्यो उनीहरूको जुन मिक्स हुन्छ त्यो त काइन्ड अफ पर्फेक्टली मिक्स हुन्छ होला नि होइन हाम्रो भन्दा त डेफिनेटली अब तर ठ्याक्क छुट्टिन्छ यार म त छुट्याउन सक्छु यार मलाई चाहिँ कस्तो लाग्छ म भनौँ एआईबाट बनेको म्युजिक सुन्दाखेरि अथवा चाहिँ एआईमा कम्पोज गरेर यता म्यानुअली नै बनाएर आफैले ह्युमनले नै बनाएर फेरि त्यसलाई रिक्रिएट गरेर ल्याए पनि कस्तो मलाई लाग्छ भन्दाखेरि सुन्दाखेरि जुन एआईको भिडियो हेर्छ नि कहाँनिर के चाहिने कुनै ठाउँमा चाहिँ चाहिने भन्दा बढी राम्रो देख्ने झुर देख्ने कहाँनिर के नमिले के जस्तो छ नि त्यो त म फिल गरिहाल्छु त्यो त हुन्छ जस्तो एआईबाट जस्तो बना पनि है आखिर ह्युमन फिल भनेको ह्युमन फिल हुन्छ ह्युमन नै हो मसिन भनेको मसिन नै हो आखिर अब हुन त अब त्यो एआई पनि अब मसिन मान्छेहरूले राखिराखेको चिजहरूलाई नै उ गरेर बनाएको हो होइन र मलाई लाग्छ त्यो फिलिङ्स चाहिँ मैले चाहिँ पाउँदिनँ है त्यो जुन ह्युमन फिल मैले म्युजिकमा नि यही भनेको हुन्छ नि त्यो जुन एउटा त्यो ह्युमन फिलको कुरा भइरहेको छ मैले पनि त्यो चाहिँ पाएन मैले सुन्दाखेरि चाहिँ फेरि एकदम मजा आउँछ फेरि पर्फेक्ट मिक्स हुन्छ उनीहरूको अब नोटहरू कहाँबाट कहाँ लगिरहन्छ कहाँ जाइरहन्छ अब मान्छे भए पो हाम्रो बियोन्ड इमेजिनेसन भनौँ होइन हामीले सोचेको भन्दा अब कहाँ के गरिदिइराख्दै हुन्छ सुन्नलाई चाहिँ राम्रो तर सबै एउटा टाइपकै हुँदो रहेछ फेरि
सुन होइन 10 वटा जस्तै डाउनलोड गरेर सुन त्यो जुन स्टाइल छ नि कम्पोजिसन त्यो स्टाइल चाहिँ मिल्छ एआईको अनि चोरी चकारी त पहिला पनि थियो हैन हामी जन्मिन अगाडि पनि थियो चोरी चकारीहरू कति हिन्दी गीतहरू चाहिँ देखिरहेको छ हैन बलिउडको ए रमन यिनीहरूको म्युजिकबाट हेरौँ न यार पुरै उताबाट चोरी चकारी त हो नि अनि बिस्तारै तोती खुस्किँदैछ सबैको हैन बलिउडको कति राम्रो म्युजिक गरेर पहिला भनौँ न हामी यस्तो राम्रो मानेर सुन्ने म्युजिक सब कपी यार आजकल कतिपय यस्तो पनि देखिरहेको छु कि चोरी चकारी गर्ने पनि अब नक्कल गर्नलाई पनि एकदम अक्कल लगाएर गरिरहेछ कि एक टुक्रा एउटा गीतबाट चोरेछ अर्को गीतबाट चोरेछ अर्को त्यसरी पनि चोरी चकारी गरेर चलिरहेको छ कि गीतहरू चलन चलाइरहेछ त्यसरी अब एआईले चाहिँ मैले रिसेन्टली के न्युज सुने भन्दाखेरि सुनो भन्ने एउटा एआई छ नि suno.com suno.ai त्यसले अब कपिराइट क्लेम गर्न सुरु गरेछ हो र ओके अब राम्रोसँग हेऱ्यो भने कतिवटा गीतहरूमा अब कपिराइट क्लेमहरू आउँदैछ अब बिस्तारै अब कति यहाँ एआईबाट हिरो बनेकाहरूलाई पनि अलिकति गाह्रो हुनेवाला छ होइन संसारमा धेरै मान्छेहरू अहिले चाहिँ एआईबाट चलाइदिएको छ होइन एआईले बनाएको चिजलाई चाहिँ पछि यता अब ह्युमनले बनाएर त्यहाँबाट कम्पोज गराउने अथवा त्यहाँबाट लिने अनि यता चाहिँ बनाउने आफ्नो भनेर गरेकाहरू पनि छन् धेरै गाह्रो हुनेवाला भन्नु खोजेको मतलब के भन्दाखेरि नि अब हाम्रो चाहिँ अझ चाहिँ हाम्रो लेभल अथवा हाम्रो चाहिँ डिमान्ड अझै बढ्ने होला छ भन्नु खोजेँ कि थाहा थिएन मलाई यो यसरी कपिराइट क्लेम गर्न थालेको छ अरे अब अरू एआई बनाउने एआईले पनि गर्छ पक्कै बलिउडमा नै थुप्रै गर्छ भन्छ सुनेको थिएँ मैले अहिले रिसेन्टली पनि हुन्छ नि अहिलेको यो म्युजिकहरूमा पनि सजिलो नै ब्रो यार विदिन 10-15 सेकेन्डमा रेडी बनाएर आइसक्यो लिरिक्स पनि कम्पोज पनि किन लेख्नु पर्यो के चाहियो त्यही भने नि किन यार माथा गरम गरेर किन है टाउको दुखाइदियो मलाई पनि फिल्म बनाउनु मन लाग्छ एकदमै होइन अनि कहिलेकाहीँ म सोच्छु कि खुर्कुलाएर अरूले बनाइराखेको फिल्म नहेरिकन के फिल्म बनाउनु टाउको दुखाइरहेको जस्तो लाग्ने कि मलाई होइन भविष्यमा सायद म पनि फिल्ममा लाग्छु होला होइन त्यही कारण यार सब त गर्छ अनि जेम्स प्रधान यार प्याकेज हो नि त ब्रो प्याकेज हो है के चाहिँ गर्न बाँकी राखेको छ भनौँ न जेम्स प्रधानले साँच्चै हुनु त प्लेन चलाउन चलाउन यसो गर नि त ब्रो अब होइन सिमुलेटरमा त चलाइसक्यो कि ए हो अब होइन अब यस्तो छ अब सबै कामहरू गर्न चाहिँ गाह्रो हुँदैछ पहिला चाहिँ के एउटा रमाइलो हुन्छ भन्दाखेरि मलाई यो पनि आउँछ त्यो पनि आउँछ मैले यो पनि गर्न जानेछु त्यो पनि गर्न जानेछु भनेर चाहिँ सान अर्कै हुने रहेछ तर त्यो मान्छेले एकदम दुःख पाउँदो रहेछ कि कतै ग्रुपमा गयो भने सबै काम उसैले गर्नुपर्ने हुन्छ र कतै काम गर्नु पऱ्यो भने अथवा कुनै एउटा चाहिँ स्पेसिफिक एउटा जब गर्नु पऱ्यो भने अनि गाह्रो हुँदो रहेछ किन त्यो पनि गरिराख्ने हुन्छ नि अब ज्याक अफ अल मास्टर अफ नन कुनै चिजमा पनि मास्टर चाहिँ नहुने रहेछ कि त्यस्तो मान्छेहरू फेरि है तर के अरे जसको उसमा त लाग्दैन मलाई त्यस्तो के छ छैन थ्याङ्क यू नलागेकोमा होइन हामी त मलाई त्यो लाग्छ मुभी त मतलब अहिले भर्खर रिलिज गर्यो होइन के कस्तो मतलब के छ फिडब्याक कति दिन भयो 4-5 दिन मेरो गीत अब रिलिज गरिदिएको छु भर्खरै होइन अब यसको अब फिडब्याक राम्रो आइरहेको छ तर प्रमोसन पुगेको छैन अब कहाँ गएर गर्ने तिमीले भने जस्तो अब म यसो अब हाम्रो गफ सकेपछि यसो फोन कमाउँछु कहाँबाट प्रमोसन गर्नुपर्छ खर्च कहाँबाट गर्ने त्यो खर्चतिर पनि गर्न लाग्छु म कस्तो अप्ठ्यारो हेर न अब जनरली भन्छ नि हाम्रो फेसबुकमा पुस्कनी भन्छ नि होइन फेसबुकमा हाम्रो म्युजिक भिडियो हामीले कहाँ रिलिज गर्छौँ युट्युबमा अहिले पहिला मिल्थ्यो अहिले चाहिँ युट्युबले काटिदिएछ त्यो पनि छैन लिङ्क होइन लिङ्क दिँदैन जुन एउटा हुनुपर्ने पाउँदैन रहेछ क्या त्यो चाहिँ हामीले यस्तो छ अहिले फेसबुकले आफ्नै मात्र चाहिँ भित्र चाहिँ को मात्र चिजहरू उनीहरूले चाहिँ प्रमोट गर्न पाउने गरेको छ युट्युबले पनि त्यस्तै गरेको छ युट्युबमा अब कमेन्ट गरेर मलाई यहाँ कन्ट्याक्ट गर्नु भने इमेल एड्रेस राख फोन राम्रो नम्बर राख उसले चाहिँ दिँदैन त्यो राख्न त्यस्तै गरेर अब फेसबुकको चिज युट्युबमा प्रमोट गर्न दिँदैन युट्युबको चिज फेसबुकमा प्रमोट गर्न दिँदैन त्यस्तो चाहिँ भइरहेको छ प्लेटफर्म यिनीहरूको अलग अलग भएकोले ठिकै छ तरिकाहरू छन् धेरै नभए होइन त्यही हो सुख छैन कि पहिलाको हाम्रो टाइममा पनि खर्च त गर्नु पर्थ्यो तर हामीलाई थाहा छ त्यो तरिका अब अहिलेको समयमा गर्नुपर्ने खर्च हामीलाई थाहा छैन अब सिक्दै जाउँ गर्दै जाउँ होइन अब तिम्रो गाह्रो चाहिँ जहिले पनि गाह्रै हुँदो रहेछ जे हुनु है अब फेरि अर्को फेक भ्युज ओहो नगर्यो भने फेरि होइन एसएमएम प्यानल्सहरू टन्नै छन् आजकल जहाँ कि चाहिँ भ्युजहरू बढाउन मिल्छ
आफै किनेर हुन्छ अथवा अरूलाई पैसा दिएर गराउन मिल्छ, मान्छेहरूको मिलियन्स अफ भ्युज पाउँछ है, तर चाहिँ हुन्छ नि त्यो फिडब्याक पाइराख्यो भने त्यो फेक भ्युज पनि काम छैन। त्यो मान्छेले किन गर्छ मलाई थाहा छैन। मलाई लाग्छ अर्ग्यानिक भ्युज नै जरुरी हामीलाई छ। सही। अनि प्रमोसन ठिक छ एउटा, तर प्रमोसन म अलिकति उ भएको छ कि भन्दा फेसबुकमा हामीले जुन पोस्ट गर्छौँ नि त्यो नै प्रपर जुन एउटा हामीलाई देखाउँछ नि, इस्टिमेट दिन्छ नि हामीलाई यति भ्युज यो त्यो नै नजाँदो रहेछ भन्नु खोजेँ क्या मैले। सायद अब मलाई लाग्छ $1000 भन्दा माथि नै खर्च गर्नुपर्ने जस्तो छ, अनि राम्रो आउँछ जस्तो छ। कुन मात्र गर्ने होइन? त्यही त। अर्को एउटा चाहिँ के छ, गुगलबाट गर्छ के अरे हाम्रो गुगल एड्स। त्यो जेन्युन हो त्यो? गुगल एड्सको त जेन्युन हो उनीहरूको। तर के रहेछ थाहा छ, हामीले स्क्रोल गर्दा यसो मोबाइल यसो राख्छौँ नि हामीले, सट्ट गए पनि त्यो भ्युज गयो काउन्ट गर्दो रहेछ कि त्यो चाहिँ थाहा थिएन। ओके, त्यो काउन्ट गर्दो रहेछ। हामी स्क्रोल गर्दा इभन त्यो होल गरेर नहेर पनि 3 सेकेन्ड जति भयो नि त्यो काउन्ट गर्छ अरे क्या। पछि त्यसको डिटेलमा हेर्न इन्साइट हामी चाहिँ के गरेर गुगल एड्समा गरेर यति भ्युज गरेर दङ्ग परेर आउँछ होइन, एक्चुअली हेरेको हुँदैन रहेछ। ओके, त्यस्तो हुँदो रहेछ। के गर्ने दाइ, अब गीत राम्रो बनाएर पनि सुख छैन, राम्रो भिडियो बनाएर पनि सुख छैन, फिल्महरू पनि त्यस्तै छ, राम्रो फिल्म मात्र बनाएर सुख छैन, रिस्क फ्याक्टर्स धेरै छ। मैले त्यहीबाट त सिक्नु खोजिरहेको छु नि त यार, के गर्दा चाहिँ ठिक हो। प्रमोसन गर्ने केही सोचेछौ भने जस्तो अब जेम्स पोल त भर्खरै म्युजिक भिडियो रिलिज गर्यो नि त होइन, के गरिरहेछौ भने मैले जानु म्युजिक भिडियो रिलिज गरेर यहाँ चुप्प लाएर तिमीसँग गफ गरेर बसिराखेको छु। ल अब भ्युजहरूले हामीलाई साथ दिनु पऱ्यो है। ल सबैले हेरेर सबैले सेयर गरिदिनु पऱ्यो, हामीले हेरेर सेयर गरेर, अनि मिल्छ भने यसो पैसा लगानी गर्नेहरू पनि आएर हामीलाई यसो लगानी गर्दै हुन्छ, प्रड्युस गर्दै हुन्छ होइन। जुन चाहिँ तपाईँको चाहिँ पैसा पनि हामी राम्रो ठाउँमा लगानी गरिदिन्छौँ, मतलब राम्रो गीतमा राम्रो बनाएर राम्रो आउटपुट दिन। थाहा छैन यो सही हो कि गलत हो, मान्छेहरूले गरिराखेको छ, अरूलाई चाहिँ गरिदिइराखेको हुन्छ। कति साथीहरू छन् कि जुन चाहिँ प्रड्युस उनीहरूले पनि यस्तो छ, जस्तै अब स्कलरसिपमा चाहिँ पैसा लगानी गरे जस्तै गरेर म्युजिकतिर, भिडियोतिर, फिल्मतिर लगानी गरिदिने साथीहरू धेरै छन् यो संसारमा। यहाँ नेपालभित्र भन्दा पनि नेपालका बाहिरका साथीहरू धेरै छन्, मानिसहरू छन् जसले चाहिँ इन्भेस्ट गरिदिइराखेको हुन्छ। मतलब एज एन राम्रो प्रड्युसर नै कि मतलब कोही एज अ प्रड्युसर, कोही चाहिँ अब चाहिँ मेरो नाम नखुलाइ भनेर गर्नेहरू पनि छन्। मैले भने एज एन प्रड्युसर मतलब एज अ प्रड्युसर एज एन एक्टर त्यो पनि छ, त्यस्तोहरू पनि छन्। मलाई एक सिन खेल्न दियो होइन, म यति पैसा हाल्छु भन्नेहरू पनि छन्। अब मैले त भेटेको छैन, सायद भविष्यमा चाँडै भेट्छ। अब त के छ र सबैजनाको हातमा, अब सबैजना डिरेक्टर हो, सबैजना एक्टर हो, त्यो त होइन भएर के गर्ने, इच्छा छ भने नि ठुलो कुरा रहेन क्या। अब भएर के गर्ने, तिमीसँग एरी क्यामेरा छ अरे, ल रेड क्यामेरा छ अरे, संसारमा हलिउडमा चाहिँ हाई एन्डको क्यामेराहरू छ अरे, त्यो भएर के गर्ने भने, त्यो मोबाइल भएर के गर्ने भनौँ, खिच्न जान्नु पऱ्यो, खिच्ने तरिका जान्नु पऱ्यो। अब प्रोफेसनलिजम भने त्यही हो कि खास, सबै चिज जानेर पनि हुँदैन। एउटा चिजमा चाहिँ स्पेसिफिकली चाहिँ हामी चाहिँ एउटै चिजमा लागिराख्यो भने त्यसमा चाहिँ डेभलप हुँदै जाने रहेछ कि। त्यही भएर यसो म्युजिकमा कमललाई भन्दैछु, अब म्युजिकमा कन्टिन्यू लाग्नु पनि पऱ्यो। धेरै कमाउनु भएन, व्यापार धन्दालाई टाइम दिनु भएन। यो मैले भने नि, मैले यो 2023बाट 22बाट जुन निकालेर 4वटा निकालेँ क्या मैले होइन, निकालेँ। तर लास्टमा गएर कहाँ मार खाँदो रहेछ भन्दाखेरि चाहिँ प्रमोसनमा क्या होइन। अब गुगल एड्स त्यसो राखेँ, यसो हेर्दा ओहो यति भ्युज भयो, फिडब्याक राम्रो छैन, रेस्पोन्स भ्युज मात्र खालि त नम्बर्स मात्र हुन्छ नि बढी के, जुन गएको हिसाबले त्यो नआइरहेछ क्या। तिमीलाई याद छ हामी सानो बेलामा रेडियो नेपाल एउटै मात्र थियो, त्यहाँ चाहिँ यति गीत बज्थ्यो, यस्तो इरिटेट गीत पनि बज्थ्यो जुन कि अहिले पनि दिमागमा हाम्रो गुन्जिराखेको हुन्छ, अहिले पनि कण्ठ छ, याद छ रेडियो नेपाल कुरा। हामी सानो बेलामा सुन्थ्यौँ नि, त्यो धुनहरू छन्, गीतहरू छन्, गीत चाहिँ वाइयात के त्यो झुल खालको मेलोडी, त्यो पनि होइन, यति धेरै बजाएर अहिलेसम्म हाम्रो दिमागमा त्यो इरेजै गर्न सकेको छैन कि त्यसलाई चाहिँ। त्यही कारणले त्यस्तै गरेर अब हाम्रो गीतहरू पनि धेरै बज्ने ठाउँ चाहियो कि। त्यस्तो भयो भने चाहिँ मान्छेहरूले चाहिँ रिपिटेसनले गर्दाखेरि चाहिँ सुनिरहने र चाहिँ अनि चाहिँ पपुलर हुन सजिलो हुन्छ। रिचनेस मान्छेको चाहिँ कानमा पुग्नु पऱ्यो। त्यही त रिचै पुऱ्याउन सक्दैन रहेछ कि। मैले आफैमा मैले देखेको छ कि
मैले चाहिँ रिच पुऱ्याउनै सकेन मैले त सिरियसली ल फेसबुकमा इस्टिमेट यति हुन्छ भने राख्यो जाँदैन रहेछ कोही किन अब गुगल एड्समा मान्छ हेर्दाखेरि भ्युज देख्छ तर जुन एउटा इन्टरेक्सन जुन एउटा हुन्छ नि नहुँदो रहेछ त्यो पनि सोसियल मिडियाहरूमा कतिको एक्टिभ छ कुन छौ तिमी म सबभन्दा आर्टिस्टहरूमा सायद एक्टिभ भइरहने हो नभएको छुइनेहरूमा फेसबुकमा त छौ कहिलेका यसो मुड चाहिँ हाल्नुपर्छ यार सबैले हाल्छ भने यस्तो हाल्नु खोज्छु अकाउन्ट छ सायद होइन छ हामी फेसबुकमै बढी कुरा गर्छौँ इन्स्टामा पनि छौ छन छु म तर ट्विटर एक्स चलाउँछौ छैन अनि टिकटक अहिले अलिअलि पोस्ट गर्न थालेछ पोस्ट गर्नुपर्छ अरे भन्छ अब होइन इभन पेजमा फेसबुक पेजमा नि गर्नुपर्छ हुन्छ तर आफूसँग के चाहिँ पोस्ट गर्ने यस्तो हुने कि हुन्छ नि अब गीत रिलिज गरेको बेला चाहिँ म्युजिक भिडियो रिलिज गरेको बेला चाहिँ अब त्यो बेला चाहिँ अलिकति त्यसपछि चाहिँ अब धेरै चटक गर्न नआएर हो कि चटक गाह्रो छ नि है त्यो कन्टेन्ट बनाएर होइन त्यो रेगुलरली पोस्ट गर्न त मलाई चाहिँ गाह्रो लाग्ने कि हुन्छ नि गाह्रो लाग्छ भने मलाई चाहिँ साँच्चै भन्नुपर्दो रहेछ त्यो गरिरहनु पनि पर्दो रहेछ गरेन भने पनि मान्छेहरू अलिक टाढा हुँदै जाने रहेछ किनभने हामीले नगरे अरूले गरिदिन्छ कि अनि कमलमानको चाहिँ जेम्सको चाहिँ अब फ्यान्सहरू लिसनर्सहरू अन्त जाने रहेछ गर्नुपर्दो रहेछ मलाई अब चाहिँ बुझेँ कि होइन गर्नै पर्दो रहेछ दिनको एउटा भए पनि नभए पनि आज मलाई आछु आयो भनेर होइन अलि जानेन भनौँ न साँच्चै भन्नुपर्दा नजानेको खास भन्नुपर्दा चाहिँ तर जाने पनि नजाने पनि कमलमान भने कमलमान हो कमलमान चाहिँ मानिसहरूले कहिले पनि बिर्सिँदैन होइन अहिले नयाँ गीत मन नपराए पनि पुरानो गीत बिर्सेको पक्कै पनि छैन र चाहिँ म एउटा रिक्वेस्ट पनि के पनि गर्नु भन्दाखेरि मेरो फ्यान्सहरू मेरो लिसनर्सहरूलाई पनि कमलमानको साइटमा कमलमानको चाहिँ फेसबुक युट्युबमा गएर भिजिट गर्न र चाहिँ फलो गर्नलाई म रिक्वेस्ट गर्छु र कमलमानको चाहिँ त्यो पेजबाट उहाँहरूको चाहिँ कमलको चाहिँ युट्युबबाट पनि यसो हेरिरहनु भएको छ उहाँको सब्सक्राइबर्सहरूलाई पनि म कहाँ आएर यसो भिजिट गर्नलाई रिक्वेस्ट गर्छु एकदम सबैले होइन एकले अर्कालाई मैले जेम्स रोको हेरेको त हेर सब्सक्राइबर त धेरै भइसकेको रहेछ एकचोटि हामी माराथन भेट्दाखेरि बल्ल मैले सुरु गरेँ भन्थेँ मलाई होइन मलाई यहाँ एउटा चाहिँ छ नि त्यो सिल्भर कलरको चाहिँ त्यो युट्युबले दिन्छ नि त्यो एउटा छुट्याउने रहर छ अब हेरौँ कति वर्ष लाग्छ होइन भर्खर 50,000 नागेर 60,000 सुन्नु 60,000 बल्ल छ होइन अब कहिले पुग्छ थाहा छैन मानिसहरूको त अब टन्नै छन् यसको लागि फेरि कन्टिन्युटी गरिरहनु पर्दो रहेछ कन्टेन्टहरू दिइरहनु चाहिँ बाटोमा ओर्लिनु पर्यो गाइस भन्दा लाइफ एक टाका त गरे पनि हो तर आजकल अल्छी लाग्नु थाल्यो हुन्छ नि भ्लगहरू बनाएर गफ गरेर मान्छेहरूसँग इन्टरेक्ट त गर्न थालेको थिएँ त्यतिखेर पनि सब्सक्राइबरहरू बढेको थियो एकदमै बढ्दो रहेछ त्यसरी पछि गाह्रो भयो त्यही चिजमा लागिरहनु पर्ने रहेछ अनि अल्छी पनि लाग्ने रहेछ कि कहाँ मेरो काम हो र त्यो बाटोमा हल्लेर क्यामेरा लिएर हिँडेर जस्तो लाग्नु थाल्यो कि अहिले पनि कहिले काहीँ हिँड्छु मजै आउँछ सजिलो छैन साँच्चै भन्नुपर्दा सजिलो छैन मैले यो किन राखेँ थाहा छ यो हार्मोनिका हो यो किन कमलमानलाई को अगाडि चाहिँ हार्मोनिका राखेन भने अलिक बेजतै जस्तो मलाई फिल हुन थाल्यो किन भन्दाखेरि कमल नेपालमा चाहिँ पहिलोमा पर्न आउँछ पहिलो जुन चाहिँ हार्मोनिका मजाले गीतमा मजाले बजाउने र चाहिँ गीत गाएर पर्फर्म गर्ने हार्मोनिका बजाएर म पर्न आउँछ मसँग जी स्केलको छ ई स्केलको छ ए को छ सी को छ कुन चाहिँ मनपर्छ मैले पर्खाइ पीडा त सीबाट सुरु गरेको थिएँ मलाई थाहा थियो मैले पर्खाइको पीडा नै हो तिमीले मलाई चाहिँ सुन्न मन गरेको यसो गाना साना पनि सुन्नु के हो यो पर्खाइ पीडा बजाएको म त हार्मोनिका सानो एउटा सुनाउँछु म अब त्यो बेला अब त्यस्तो पैसा त हुँदैन थियो नि होइन गएर 125 वाला के चाइनिज हार्मोनिका ल्याएँ ठ्याक्कै सी नलाग्दो रहेछ त्यो त फेरि होइन त्यो पनि फेरि ठ्याक्कै नपर्दो रहेछ है फेरि अनि हाम्रो कवेबको हामी बसेर गरेको थियौँ क्या त्यो बेला चाहिँ अनि मिलाइ अलिकति हुन्छ नि इभन त सी पनि पर्फेक्ट नलाग्दो रहेछ अनि धेरै भयो मैले म त हार्मोनिका बजाएको अलिकति ठोक्नु त त्यो पनि धेरै भन्नु पर्यो त्यो भएर त्यो हार्मोनिका के हुन्छ भन्दाखेरि कति दिनसम्म चाहिँ फुक्दाखेरि चाहिँ त्यसबाट धुलोहरू निस्किन्छ नि घाँटीमा अड्केर खुकुक हुन्छ त्यही भन्नु खोजेँ मैले ल च्यामा भयो त अलिकति
One more time. दुई शब्द पनि जाओस् न यही गीतलाई पर्खाइको भिडा बुझिनौ के कसो तिमी भन न ए माइनर सरी हर रात हर पल तिम्रै सम्झनामा कति तडपेमा मेरो माया झुठो होइन त्यति सस्तो छैन तिमी सुन स्टोरी मायाले मार्यो है मेरो यो मायालाई वादै वादै मजा आयो ल सानो सानो धेरै पछि बजाएर भलिन हार्मोनिका घाँटीमा थुप्रो त छिरेन नि अब भरे थाहा हुन्छ थ्याङ्क यू दाइ थ्याङ्क यू चियर्स फेरि Cheers, cheers. कफी एकचोटि याद छ ब्रो हाम्रो दिपेश किशोर भट्टराईको केमा साथी बन्न सक्छु त्यसो भने मैले बजाइदियो भने मात्र हार्मोनिका केमा तिम्रो साथी बन्न त्यसमा तिमीले बजायो मैले त सोचेँ म आफैले बजाएँ सरी ए ओके ओके अब याद गर्छु ल जिन्दगीमा धेरै गरेको छ कि कसले के गर्यो यादै हुँदैन कि गफ गर्दा गर्दा अनि धन्यवाद दिने समय पनि आउँदो रहेछ यही मौकामा थ्याङ्क यू कमलमा थ्याङ्क यू त्यसको अनि ब्रो वेलकम ब्रो अनि यो हाम्रो रवि बजारे छ नि सिङ्गर आखिर टाढा एउटा प्रोग्राममा भेटेको थियो हामी होइन अनि मैले उसलाई सोधेँ रवि यो पछाडि तिम्रो गीत सकेपछि आखिर चोखो माया लाउने अभिशाप रहेछ नि कसले लेखेको थाहा छैन म्युजिक भिडियो बनाएको लेखेला होइन त्यो मैले लेखिदिएको त्यो एडिटिङ आउँथ्यो थियो क्या हामी फाइनल म पनि गएको थिएँ क्या रमन दाईसँग रमन सिंह श्रेष्ठ रमन दाईसँग अनि त्यहाँ डिरेक्टर उनीहरूको टिमले चाहिँ के भन्नुहुन्छ यो लास्टमा एउटा केही लेख्न पाए हुन्थ्यो होइन भन्यो भने क्या अनि म भनौँ भने क्या हुन्छ भने मैले लेख्दै के आखिर चोखो माया लाउन अभिशाप हो र अनि समथिङ यसरी आँसु कवि अब एउटा हुन्छ नि तर भन्न खोजेको कति कुराहरू थाहै हुँदैन क्या हुन्छ नि भित्रभित्र कति हामी गरेर हुन्छ होइन अब अहिले यसो म रिकल गर्छु हाम्रो पुरानो सिङ्गर मैले नगएको कोही कमै होला कि सिरियसली यसो मैले हेर्दा को होला अनि सायद औँलामा नै गर्न पुग्छ होला कि तिम्रो कम्पोज गाएको धेरैले गाएको छ मलाई याद छ एड्रियन गएको छ सञ्जीव सिंह सञ्जीव हरिश माथि भन्दा सन्दीप प्रधान सन्दीप सिंह अनिल सिंह सुगम प्रखर निमा रुम्बा राजु लामा दीपक राजु लामा शिव परियार सिनी गुरु यही हाम्रोमै रेकर्ड गरे हो सिनीको कुन चाहिँ थियो गीत गाह्रो भयो भन्ने छ सिनी गुरुको अनि अर्को पनि थियो पखै अन्जुपन्त भयो होइन भयो नलिना चित्रकार भयो यसरी सम्झेर चाहिँ गाह्रो हुँदो रहेछ सम्झेर गाह्रो हुँदो रहेछ तर भन्न खोजेको चाहिँ के भन्दाखेरि बरु कोलाई गएन भन्दाखेरि गर्न चाहिँ सजिलो होला क्या बरु साँच्चै भन्नुपर्दा चाहिँ तर देख्दैन जनरली अब सिङ्गरलाई नै बढी हुन्छ नि त तर अहिले यसो हेर्दाखेरि त्यो बेला चाहिँ काम गरेको हो रहेछ भन्ने कुरा वर्षको एउटा कलेक्सन एल्बम त 1-2टासम्म रेकर्ड मैले जेम्स रुकमा मैले जहाँसम्म लाग्छ मैले प्रायः सबै त गर्ने मैले धेरै नै गरेँ नि त्यही भएर नि आई रिमेम्बर होइन धेरै नै गऱ्यो अब अर्को कम्पोजको कहिले आउँछ त अब तिम्रो सोलो त गरिराखेछ अरूको लागि चाहिँ खै अहिले त्यस्तरी आएको छैन गरौँ न एउटा गर्नु न एउटा है अनि एउटा कमललाई एउटा रिक्वेस्ट सजेस्ट भन्ने रिक्वेस्ट एउटा चाहिँ नयाँलाई पनि एउटा ट्राई गर्नु न एकदम नयाँ नचलेको हुन त अब
अहिले त अब यो यो भन्छ नि यो सिङ्गिङ कम्पिटिसन सिङ्गिङ यो प्लेटफर्महरू चाहिँ धेरै छन् त तैपनि एउटा पनि यो प्लेटफर्म हो कुनै एउटा राम्रो गाउने केटा अथवा केटीलाई एउटा नयाँलाई पनि ट्राई गरौँ त्यसको मजा पनि अर्कै आउँछ है मैले त्यो अघि पनि सोधिरहेको थिएँ मैले कुन चाहिँ कसलाई गरेको थियो गर्नु त गरेँ होला याद भएन होला गरेछु यार म अहिले यसरी कुरा गर्दा चाहिँ ठ्याक्कै मैले भन्न सकेन अहिले कतिजना आर्टिस्टहरू त हामीले त्यो बेला क्यामेरा उनीहरू पनि नयाँ हो नि त यार वास्तवमा त हो साँच्चै भन्नुपर्दा होइन र वास्तवमा हो म त्यही भने फेरि अब एकचोटि फेरि अब मन छ अब फेरि कि एल्बमै गर्नु झन् सजिलो छ पहिला जस्तो गाह्रो पनि छैन त्यत्रो एक्सपिरियन्स पनि छ होइन म एटलिस्ट 5 वटा जस्तो हुन्छ नि गर्न मन छ क्या मलाई जे होस् एल्बम यो 5 वटा होस् अथवा जस एउटा भन्दा पनि बढी हुनु पऱ्यो 2टा होस् या 10 वटा होस् होइन सोलो एल्बम नि नगर्ने त्यही सोलो कुराहरू मैले चाहिँ अब सोलो 5 वटा जस्तो गरेँ त सोलो टाइपै भन्यो त मैले कलेक्सन एल्बम पनि को कुरा गरेँ कि कलेक्सन एल्बम त खै अब हुन्छ र अब गरौँ न गऱ्यो भने हुन्छ नि हाम्रो अडियन्स कति खुसी हुन्छ होला नयाँ मतलब नयाँ सिङ्गरहरूसँग होइन हो नि ट्राई गरौँ है मैले पनि म पनि ग्याप छु मैले पनि गरिराखेको त छैन तर मजा चाहिँ आउँछ पहिलाको जस्तो चाहिँ फ्लेभरमा पहिला जस्तो स्टाइलले गर्दाखेरि रमाइलो चाहिँ हुन्छ होला हल्का सजिलो छ होइन फेरि साँच्चै सिरियसली हुन्छ सजिलो छ भने पहिला जस्तो गाह्रै छैन अहिलेको समय झन् सजिलो छ अहिले त झन् यति सजिलो छ कि कोही म्युजिसियनहरूलाई स्टुडियोमा बोलाउनु पनि पर्दैन होइन कोही अरेन्जरहरू गाउनलाई मात्रै पर्छ अझ गाउनेले पनि कति त अब कति सिङ्गर्स त कोही अस्ट्रेलिया छ कोही अमेरिका छ कोही कहाँ छ होइन कोही लन्डनतिर छ सिङ्गर्सहरू त नेपालभन्दा बढी युएसमा होला बढी युएसमै छ होइन चट्ट फोनबाट आफू कम्पोज गरेर पठाइदियो अरेन्जरले अरेन्ज गरेर ल्याउँछ म्युजिसियनले आफ्नो आफ्नो ठाउँबाट बजाएर लिएर आउँछ सिङ्गरले गाएर ल्याउँछ स्टुडियोमा ल्याएर खालि मिक्सिङ मात्र गर्ने हो अहिले जुनसुकै चाहिँ एरेन्जर गर्दाखेरि लाइभ गरेर कति युज गरेर आउँछ यार आजकल त बढी नै लाइभ गरिराखेको हुन्छ र पहिला जस्तो अरेन्ज पनि गरिराखेको छैन अहिले त बन्दै जस्तो हुन्छ आफ्नै र चाहिँ अब कोही साथीभाइहरूले रिक्वेस्टै गरेकोलाई मात्र गरिरहेछ नत्र चाहिँ अलिकति आनन्दसँग बस्नु खोजिरहेछ अहिले त यार सबै फेरि यस्तो रियल साउन्ड यार है अब सबै भनौँ न 5.1 सङ यसपालि त्यो अस्तिको गीतलाई मैले 5.1मा मिक्सिङ गरेको छु त्यसको लिङ्क चाहिँ मेरो डिस्क्रिप्सनमा छ 5.1 को सङ पनि मजा आउने रहेछ सुन्न जुन चाहिँ सिनेमा हलमा गएर हेर्दाखेरि हामीले चाहिँ गीतको पार्टमा प्रायः चाहिँ हिन्दी गीतमा हिन्दी मुभीमा गीतको पार्टमा जुन देख्छ नि त्यो साउन्ड त्यस्तो मजा चाहिँ आउने रहेछ त्यो एक्सपिरियन्स गरौँ एउटा बरु जुन सुट गरे हुन्छ नि त एउटा यसरी अहिलेको आर्टिस्ट सिङ्गर्सहरूलाई क्या हामी एकले अर्काले उसलाई गरेर ह्यान्डओभर गर्नु खोजिरहेछ क्या आफ्नो काम अनि इच्छा जस्तै समय चेन्ज भएको छ गाह्रो छ सजिलो छैन सजिलो छ पनि छैन पनि के यही सबै कुरा यही हो कि आजकल पैसा नै खर्च गर्नुपर्छ भने त एउटा म्युजिक भिडियोको लागि यत्रो बजेट लिएर गर्दो रहेछ अनि त्यस्तो म्युजिक भिडियो रिलिज गरेको बेला वरपर त म्युजिक भिडियो रिलिज पनि गर्नु हुँदैन रहेछ फिल्म जस्तै साँच्चै भनेको यस्तो हुँदो रहेछ यो बिग बजेट वा म्युजिक भिडियोहरू हुन्छ नि तिनीहरूको त अगाडि पछाडि गऱ्यो भने त जाँदो रहेछ मतलब इभन सर्चमा नै नपर्दो रहेछ क्या हुन्छ नि अरू कुरा थाहा छैन हामीले सुनोस् मानिसले नसुनोस् मानिसले मन पराओस् नपराओस् म्युजिक बाहेक अरू केही गरेर खान सक्दैनौँ जस्तो लाग्छ म्युजिक गरिराखेको हुन्छ दिइराखेको हुन्छ दिइरहन्छौँ नमरुन्जेल होइन त हो कि होइन एकदम ल बाचा गरौँ यही ल एकदम कमलमान थ्याङ्क यू सो मच थ्याङ्क यू फर कमिङ आखिरमा जुरिहाल्यो है मिठा मिठा कुराहरू सबैले रुचाउनु पनि भयो होला मन पराउनु भयो होला हाम्रो चाहिँ गफ होइन केही सुझाव सल्लाह दिनुहोस् जेम्सको पडकास्टहरू हामी हेर्नु समस्त सबैजनालाई धेरै धेरै धन्यवाद माया गरिदिनुहोस् माया गर्ने तरिका पनि चेन्ज भएको छ पहिला जस्तो माया त छँदैछ तर प्लस आजकल चाहिँ सब्सक्राइब लाइक सेयर होइन एक आपसमा हाम्रो चाहिँ जस्तै च्यानलमा उसको चाहिँ सब्सक्राइबर मेरो सब्सक्राइबरहरू एक आपसमा चाहिँ यसो गफसफ गरौँ होइन एकअर्कालाई माया देखाउँ होइन हामी चाहिँ अब राम्रो गीतहरू सधैँ कमलमान हाम्रो चाहिँ अब गरिराखेका हुन्छौँ गर्न कोसिस गरिराखेका हुन्छौँ हामीलाई सपोर्ट गर्नु होला गरौँ फेरि आउँछ अब एकदम होइन अर्को भिडियोमा फेरि भेटौँला त्यतिन्जेलसम्मको लागि म जेम्स र कमल स्टे सेफ टेक केयर बाई नमस्ते बाई थ्याङ्क यू कमलमान थ्याङ्क यू